ल माथिबाट त यस्तो बवाल देखिँदो रहेछ त पब्लिकहरू त टन्ने लाबुरी खान्छौ र खाइ खुवाइदिनु न त खाइ खुवाइदिनु न त सोध न एक पिसलाई कति हो भनेर एक पिस मात्रै चाहियो कि टेस्ट गर्नलाई यता हेर न भिडियो एकदम त्यो साइड हेलो नमस्ते एभ्रिवान वेलकम ब्याक टु माई युट्युब च्यानल आई होप तपाईँहरू सबैजना सञ्चारमा हुनुहुन्छ होला अनि म पनि एकदम फिट एन्ड फाइन छु सो गाइज आज हामी जाँदैछौँ अहिले टक्क पूर्णिया बजार हेर्न सो भिडियो चाहिँ कस्तो हुन्छ उहीँ गएर भेटौँला है त ल माहौल चाहिँ एकदम रमाइलो होला जस्तो पब्लिकहरू चाहिँ एकदम बवालै रहेछ ल गाइज अब चाहिँ म तपाईँहरूलाई देखाउँछु एकदम यता चाहिँ के लिएर आएछ बेच्न चाहिँ टक्क पूर्णिया बजार सर्ट हेरिदिउँ एक सर्ट होइन र म चाहिँ देखाउँछु यस्तो है गुडहरू रहेछ टक्क तल मन्दिर हामी चाहिँ उता जाँदैछौँ बल खेल्नु भलिबल खेलाएको ठाउँमा गाडीहरू पनि बब्बाल रहेछ एकदम भिड केटाहरू चाहिँ शर्माको अवस्था यहाँबाट तलतिर चाहिँ कस्तो हुन्छ त्यो कन्डिसन हाम्रो पब्लिक चाहिँ एकदम फुल छ है पब्लिक चाहिँ बब्बाले हो हाम्रो पूर्णिया बजार चाहिँ कस्तो हुन्छ तपाईँहरू देखाउँछु हामीले चाहिँ अब टक्क यहाँ पार्किङ गर्नुपर्ने हुन्छ कहाँ गर्ने टक्क मेलामा आइसकेको छौँ हाम्रो अगाडि चाहिँ सबै मान्छेहरू हुनुहुन्छ वारिपारि जतापट्टि मान्छे कोही ठुलो कोही सानो कोही अग्लो कोही होचो कोही मोटो सबै राम्रो एकदम आइसक्रिम खाइदिनु पर्यो खायो न आइसक्रिम सो हामी यहाँ आइसकेको छौँ होइन अब हामीले यहाँ सबै खेल्न पनि हुन्छ अब खेलेर भ्याएर खान पनि हुन्छ मान्छेहरू टन्ने छन् कहाँबाट आएको थाहा छैन अब हामी भलिबल खेल्न जान्छौँ हेर्न जान्छौँ टन्ने मान्छे हुन्छ मसँग हिजो भ्लगमा ल यहाँ चाहिँ टक्कै मेरो युट्युब च्यानल किन भीम भ्लग छ हजुर फलामको सामानहरू सब रहेछ भियालोजी हान स्पेस नहानिकन है टक्क हुन्छ ल सो गाइज ल यता ए सर ल आऊ न भोक लाग्यो भने खाना आऊ गाइज यहाँ चाहिँ चस्माहरू रहेछ चस्माहरू ल बबाल म चाहिँ यहाँ बजारमा जति पनि सामानहरू छ बेच्न लिएर आएको टक्क सबलाई देखाउँछु गाइज यहाँ चाहिँ गुड रहेछ गुड हेर्नुहोस् तपाईँहरूले बबाल तरिकाले देख्न सक्नुहुन्छ गुड टक्क यहाँ चाहिँ ट्याटु हान्नु पऱ्यो भने यता अनि उता चाहिँ सर र त्यो बाटाहरू इधर उधर सबै रहेछ टक्क अनि माथि चौबारी छ अहिले त्यहाँ जान्छु म माथि गएर टक्क एक सर्ट भ्यू देखाउँछु तलतिर अहिले म त्यो पार्कमा जान्छु है पार्कमा लास्ट घाम छ कि तर त्यहाँ अब चाहिँ यो साइडको हल्का देखाउनु पऱ्यो कि यो साइडको देखाउँछु म चाहिँ बब्बाल तरिकाले ल यहाँ सर ल 17 पुरा 17 छ यसरी यता हेर न लगाइ जब हामी चाहिँ यहाँबाट सट्ट माथि जान्ला माथि गएर एक भ्यू लिनु पर्यो कि यतातिर यता कस्तो हो कन्डिसन बुरी खान्छौ र खाइ खुवाइदिनु न त खाइ खुवाइदिनु न त सोध न एक पिसलाई कति हो भनेर एक पिस मात्रै चाहियो कि टेस्ट गर्नलाई ओके सोध
एकदम खान मन लाग्थ्यो, एक पिस मात्रै चाहियो, टेस्ट गरेर पछि खान्छु। भाइरल तिमीलाई भाइरल गराउँछु भनेको फेरि झन् यार तिमी शर्माउँछौ। हेर यहाँ हेर यहाँ त्यस्तो त खत्रै ए भान्जो मलाई नै भिडियो पछि है हाल्यो है ल मान्छेहरूको लास्ट भिडियो 0.5 ल जाम न कहाँ हो अगाडि गाइज यताको भ्यू चाहिँ यस्तो है बब्बाल। यहाँ चाहिँ टक्क यस्तो बारबुर गरेर टक्क होटलहरू छ। यहाँ चाहिँ सर दोबान चौर पनि देखियो यहाँ मस्त शीतल हो के कति शीतल हो गाइज। यहाँ चाहिँ बस्ने ठाउँ चाहिँ यहाँ है ल बबाल चट्ट उता खानेकुरा लिएर आउने यहाँ आएर मस्त हावामा बस्ने ओहो ल कडाङ कडाङ टुडु ल गाइज यताको माहौल चाहिँ यस्तो है बब्बालै छ ल। सर र म चाहिँ यहाँबाट एक सर्ट देखाउँछु तपाईँहरूलाई हल्का जुम गरेर देखाउनु। यहाँ चाहिँ यस्तो गेम अहिले खेल्नुपर्छ हामी पनि टक्क रिङ ल यति नजिकबाट ल ल एकचोटि यहाँ ढलामै ल ठोक्यो ए हान्लान् कि भनेर हेरेर बसिकेर हान्दैन नि त खोइ त लाएन यार त्यहाँ सबभन्दा भिड त्यहाँ के भिड एकदम त्यो साइडतिर शीतल छ नि त त्यही भएर त्यता मान्छेहरू धेरै ढाल्यो भान्जो हेर त उता गिलास पचात पुचुत बनायो गाइज। यो साइड यो माथि साइड पनि हेरौँ है एक साइड सर लाएर मास्तिर यो चौपारी मैले देखाउनै बिर्सेँ क्या कति हिजो एउटा उसको गिलास हालेको फेरि ल गाइज। अब हामी चाहिँ फेरि फर्क्यौँ अहिले फेरि आउँछौँ अहिले एकछिनपछि फेरि आउँछौँ हामी चाहिँ हल्का यता बाहिर जानुपर्ने काम पर्यो। यता त यता झन् भिड हुँदै गएको छ यस्तो। म चाहिँ अब यहाँबाट सहर र तलसम्म देखाउँछु दामी देखिन्छ दामी यस्तो। अझै मैले उलेर आएन के सेल्फी स्टिक ल्याए भए बवाल हुन्थ्यो के एक दुईचोटि सातचोटि ओहो ल न ल त 8 एक भए चाहिँ भयो तिम्रो दाइ दुई। गाइज यति बेला चाहिँ यहाँको माहौल चाहिँ यस्तो खतरनाकै छ होइन टक्क तपाईँहरू देख्न सक्नुहुन्छ बब्बाल। अब हल्का साँझ पर्न लागिसक्यो टक्क म चाहिँ उता गएर यता पार्क ल पार्कमा चाहिँ बबाल छ है ल भिड एकदम भिड देख्न सक्नुहुन्छ तपाईँहरूले खतरा। अब चाहिँ त्यही हो भिडियो चाहिँ टक्क इन्ड हान्नु पर्ने हुन्छ है। मैले चाहिँ भिडियो धेरै गरिसकेँ कि टट्ट ल गाइज त्यही हो बाई बाई थ्याङ्क यू फर वाचिङ। सो भोलि पनि आउँछ भिडियो चाहिँ बब्बाले भोलि पनि आउँछ टक्क लाएर
3 दिन भान्जो 3 दिन होइन 3 दिन 19 20 21 3 दिन छ लगभग 3 दिन लगातार आउँछ भिडियो चाहिँ बब्बाले ल गाइज बाई बाई थ्याङ्क यू फर वाचिङ